अर्को बुढी छ भनेर थाहा पाएपछि के रे उहाँ रविन दाईको चाहिँ अर्को बुढी छ भनेर चाहिँ थाहा पायो चियावाली दिदीले चाहिँ त्यही भएर अब चाहिँ बिछोडवाला रविन दाईले चाहिँ अब कन्सल्ट गर्नु पर्यो अब के अन्त मैले अब बिहे गरिहालेँ भन्ने टाइपको अब चियावाले बल्ल थाहा पाइ आँसु आउनु पर्यो बिछोडको सङ लाउनु पर्यो रे भिक्सले खै त भिक्स अलिकति तिम्रो यस्तो यस्तो गीत यो गीत न पानीको फोका जस्तै फुट्यो हाम्रो माया नचाहँदै छुट्यो हाम्रो त्यो सुरा गाएर मुड अफ गर्दी यार ल सुरु मैले लाउनु फिक्स आउँदा पुरा आँखा दुख्ने भयो यार मैले लाउनु अब युट्युबरहरूले कन्टेन्ट पाउने भयो भोलि फरेनमा कुद्ने भएको केटा हो यत्रै सिटी अब यो पानीको फोका ठ्याक्कै काटेर हाल्दैन नि फेरि यार सुरु भयो रोका मैले भिक्स लाउँदै हो के सेवाली दिदी के भयो किन रुनु भएको यसरी मलाई धोका भयो के भयो दिदी रोबिन जुम क्यामेरा बल्ल भयो मिले किन के भयो र के भयो एक्टिङ खै बोल्नु पर्यो खै त दिदी के भयो तपाईँले किन यसरी मलाई धोका भयो यो बाँदर जस्तो अनुहार परेको दाइको यस्तै हो क्या यस्तै हो छोडिदिनु हेर त मलाई बिहे गरेको छैन तिमी बाहेक मेरो यो तपाईँ त डुबाएछ नि यो दाइले त अस्ति नै दुईजनाले त्यस्तै गरे ए भाइ एक्टिङ गर्न देऊ न यार थाहा भयो यो मान्छे कतै धोकेबाज रहेछ भनेर यो मान्छे तपाईँको थाहा नै छैन पत्रिकामा आएको छ फोटो मेरो शरीरको लोभले यो मान्छेले मलाई यत्रो ठुलो धोका तपाईँको शरीर छेडछेड बनायो होला हेर्नुहोस् त बिहा गरेको छैन भन्यो मलाई मेरो शरीर पाउनलाई